हेलो एभ्रिवान। आज चाहिँ मैले इन्स्टाग्राममा मेरो जिम कन्टेन्टहरू पोस्ट गर्न थालेको 180 डेज पुरा भएको छ। 180 डेज भनेको ठ्याक्कै 6 महिना पुरा भएको छ। सुरुमा चाहिँ मैले मेरो जिम कन्टेन्टहरू पोस्ट गर्न इन्स्टाग्राममा रिल बनाएर हाल्न थाल्दा चाहिँ मैले के सोचेको थिएँ भन्दाखेरि म मसल ब्लेजलाई ट्याग गरेर पोस्टिङ अन्टिल आई गेट स्पोन्सर बाई मसल ब्लेज भनेर पोस्ट गर्छु, 2-3 महिनामा राम्रो रिच आउँछ, भ्युज आउला अनि स्पोन्सर पाउँछु भन्ने सोचेको थिएँ। तर त्यस्तो हुँदैन रहेछ। नेपालमा स्पोन्सरसिपहरू त्यही माथि गाह्रो छ, त्यही माथि मेरो न त भ्युज आउँछ न त राम्रो रिच छ, किनकि मैले त्यो कन्टेन्टमा मात्र अलिक फोकस गर्न सकिरहेको छुइनँ र त्यस्तै कारणहरूले गर्दा सोचेको जस्तो कन्टेन्ट मैले बनाउन सकेको छैन। र आज यो 6 महिनापछि चाहिँ मैले के रियलाइज गरेँ भने मैले स्पेसिफिक मसल ब्लेजको लागि मात्र कन्टेन्ट बनाए जस्तो भयो। न त मलाई त्योबाट केही फाइदा भएको छ, न त मसल ब्लेजलाई त्योबाट केही फाइदा भएको छ। र मैले अब के सोचेको छु भन्दाखेरि अबदेखि मसल ब्लेजलाई ट्याग गरेर म पोस्ट हाल्ने छैन, जेन्युन कन्टेन्ट पोस्ट गर्नेछु। र कुरा रह्यो स्पोन्सरको, स्पोन्सर त यदि मैले राम्रो कन्टेन्ट बनाएँ भने कसैसँग माग्नै पर्दैन, आफै आउँछन् ब्रान्ड्सहरू। तर के छ भने नेपालमा अहिले ब्रान्ड्सको त्यस्तो कम्पिटिसन छैन र स्पोन्सरसिपको हावा त्यति चलेको छैन। तर केही न केही ग्रो चाहिँ हुँदैछ स्पोन्सरसिपको, र ब्रान्ड्सहरूले कन्टेन्ट क्रिएटरहरूलाई एप्रोच चाहिँ गर्न थालेका छन्। र मेरो फिटनेस स्टोरीमा मसँग रहनको लागि लाइक, सेयर, फलो, कमेन्ट गरी सपोर्ट गर्न नबिर्सनु होला।